फाइनली समयको घडी सकिसकेको छ। नेपाल प्रिमियर लिगको पहिलो खेल उद्घाटन खेल आज जनकपुर बुल्स र काठमाडौँ गोर्खास खेल्ने भएका छन्। आज भने चाहिँ नोभेम्बर 17 तारिकका दिन मङ्सिर 1 गते चाहिँ नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बुल्स र काठमाडौँ गोर्खास चाहिँ भिड्ने भएका छन्। काठमाडौँ गोर्खास भने पेलेबाट त पहिला नै गइसकेको थियो। पहिलो सिजनमा भने जनकपुर बुल्स चाहिँ च्याम्पियन बनेको थियो र दोस्रो सिजनमा हामीले चाहिँ एकदम सफलता हासिल पारेका छौँ। पहिलो पटक चाहिँ फ्लडलाइटमा खेल हुने भएको छ र फ्लडलाइटमा खेल हुने भएको छ। प्राइभेटमा बसेर खेल हेर्न सकिने वातावरण बनेको छ। यो प्रति हामी नेपाल क्रिकेट संज्ञानसँगै नेपाल सरकारलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। छोटो समयमा परियोजना सम्पन्न हुने रहेछ भन्ने एउटा उदाहरण पनि हामीले पाएका छौँ। र सबैले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र आज जनकपुर बुल्स र काठमाडौँ गोर्खास एक आपसमा भिड्ने भएका छन्। कुन टिमले जित्छ र कुन टिमलाई सपोर्ट गर्नुहुन्छ चाहिँ सपोर्ट गरिदिनु होला। यो भिडियोलाई सबैले सेयर गरिदिनु होला। रातिको समयमा हामीले फ्लडलाइटमा एकदम हर्षका साथ हामीले खेल हेर्न पाउनु भएका छु। एकदम हामीलाई दुःख छ, किनभने पहिला चाहिँ आफ्नो कामलाई थाती राखेर चाहिँ खेल हेर्ने अवस्था पुग्थ्यो भने अहिले चाहिँ दिउँसोतिर काम गरेर राति पनि आफ्नो मन परेको टिमलाई सपोर्ट गर्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। गेम चाहिँ एकदम तरिकाले हेर्न सक्नुहुन्छ, एकदम सपोर्ट गर्न सक्नुहुनेछ। र नेपालको लागि कान्तिपुर म्याक्सले चाहिँ प्रत्यक्ष लाइभ गर्नेछ भने विदेशको लागि स्टार स्पोर्टले पनि लाइभ गर्नेछ, अनि प्यानकोटले पनि लाइभ गर्नेछ। विभिन्न ठाउँबाट विभिन्न तरिकाले लाइभ हेर्न सक्ने वातावरण नेपाल क्रिकेट संज्ञानले बनाएको छ। यो प्रति हामी एकदम आभारी छौँ र नेपाली खेलकुदप्रति माया गर्नुहुने सम्पूर्णले चाहिँ यो भिडियोलाई सेयर गरेर सबै ठाउँ पुगाइदिनु होला र भिडियोलाई एक लाइक गरिदिनु होला। कुन टिमलाई सपोर्ट गर्नुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नु